Hi, they say you cannot buy happiness. तर पैसाले मिठो नुडल्स त किन्न मिल्छ नि होइन र वेलकम टु अ स्पेस जहाँ हामी मात्रै रेसिपी सेयर गर्दैनौँ खानाले दिने त्यो एउटा सुखद अनुभूतिको कुरा पनि गर्छौँ यस्तो व्यस्त दिनहरूपछि कहिलेकाहीँ एउटा सानो कचौराको त्यो न्यानो सुख नै काफी हुन्छ आजको रेसिपी पनि त्यस्तै एकदमै सिम्पल तर स्पेसल छ पिरो चाउचाउ हावामा फैलिने त्यो पिरो मिठो सुगन्धले नै दिनभरिको थकाइलाई कहाँ पुर्याउँछ कहाँ फर मी फुड इजन्ट जस्ट फ्युल मेरो लागि चाहिँ एउटा रिसेट बटन जस्तै हो नाउ लुक एट द्याट चिवे नुडल्स अब यो पेजमा चाहिँ तपाईँले यस्तै यस्तै साना साना किचन स्केप्स मिठो स्वाद र ती स्वादका पछाडि लुकेका भावनाहरू पाउनुहुनेछ चाहे तपाईँ खुसी मनाउन पकाउँदै हुनुहुन्छ स्ट्रेस कम गर्न या एउटा लामो हप्ता पार गरेर आफूलाई ट्रिट दिँदै हुनुहुन्छ यहाँ तपाईँको लागि सत्य ठाउँ छ र लुक एट द ग्लसी नुडल्स किनकि तपाईँ यो स्वाद र सुख डिजर्भ गर्नुहुन्छ सो टेक अ ब्रेथ टेक अ बाइट र आजको दिनको तनावलाई बिर्सिदिनुहोस् इफ यु लभ गुड फुड र यस्तै मिठो भाइब्स जोइन दिस जर्नी एन्ड हिट द्याट फलो बटन आउनुहोस् सँगै पकाउँ खाउँ र जिन्दगीका भावनाहरूलाई सेयर गरौँ वान बोल एट अ टाइम सी यु नेक्स्ट टाइम